हेलो गाइस, वेलकम टु माई ब्लग। आज चाहिँ हामी हाम्रो यहाँ खेतमा आज हाम्रो रोपाइ छ। आज हाम्रो फर्स्ट रोपाइ भनौँ, हाम्रो अरू रोपेको छैन, हाम्रो फर्स्ट रोपाइ। त्यही भएर हामी रोप्न आएको। हेर्नु गाइस, हामी कति कालो भइसक्यौँ। एकदमै गोरे थियौँ हामी कालो भइसक्यौँ। अब हामी लाग्दैछौँ हजुरआमाको घर अनि हामी चाहिँ आम झडाउने बेला छौँ। अब हामीलाई गाली पनि पाइनेवाला छ किनकि यहाँ आम झडाउनु पाइँदैन। हेर्न सक्नुहुन्छ हजुरहरू, आम हामी देखाउने चाहिँ माथि हेर पाकेको हेर ए आमको बोटा देखिरहेछ, पाकेको आम छ। हामीहरू यहाँ यता आइसकेका छौँ। पुष्पाले काँटो पनि यहीँ छोडेको रहेछ। अब हामी बसिसकेका छौँ। अब कसरी झडाउने भनेर आइडिया गर्दैछौँ। यहाँ गाली पनि धेरै पाइनेवाला छ अहिले हामीलाई। हेलो गाइज, अघि हामीले के भनेको थियौँ भने हामी आम चोर्न आएको, यहाँ आम दिन्छन् भनेर भनेको थियौँ। हामीले बल्ल बल्ल एउटा आम झडाएको छौँ, एउटा दुईवटा भनौँ। अनि हामीहरूले छोडेर खानेवाला छौँ। हेर्न सक्नुहुन्छ यो आम, यो चक्कु, यो लोन। हामी चाहिँ रोप्न आएको मान्छे यहाँ खाँदैछौँ आम। यो एकजना, यो यसको नाम के अरे, किरकिट्टे, उसको नाम मोटे। चारजना छौँ हामी टोटल मिलाएर यहाँ बजीको घरमा छौँ। अब हामी आम खाने बेला छौँ। हजुरहरूलाई देखाउनेछौँ आम कति मिठो छ भनेर। हजुरहरू पनि भन्न सक्नुहुन्छ हाम्रो ब्लग कस्तो छ भनेर। अब हामीलाई धेरैभन्दा धेरै माया दिनुहोला। लाइक, सब्सक्राइब, फलो। गाइस हेर्न सक्नुहुन्छ हामी छोड्दैछौँ। छोडेर अब एकछिनमा खानेवाला छौँ चाना बनाएर। नुन हैन गाइस, नुन खुर्सानी। अर्को बोल्ने गाइस हामी कुनालाई दिनु जस्तो लाग्छ मलाई। गाइस हामी कसलाई दिनेवाला छैनौँ। हामी लगभग 2-3 जना खानेवाला छौँ। 3 जना सायद, हामी 3 जना सायद। एकजना पातलो मान्छेलाई दिन्नौँ किनकि त्यो धेरै मोटाउँछ खायो भने त्यो मोटाउनेवाला छ। त्यही भएर हामी उसलाई दिँदैनौँ। उसलाई मोटाउन दियो भने पछि हामी सुकुटो बन्न पाउनेवाला छैनौँ।